स्वागत छ फेरि एकचोटि हजुरहरु सम्पूर्ण र मेरो भ्लग भिडियोमा। आज चाहिँ बिहाको रिसेप्सन पार्टीमा हामी भाउजू काली म हिँडिसकेका छौँ साना साना नानीहरूलाई चेपेर। र छोरीचेलीको चाहिँ के छ भने हरेक बिहामा साडी छैनन् भनेर रुन्छन्। हामी छोरा मान्छेको लागि चाहिँ 5 वर्ष पुराना पनि कपडा लगाएर बिहा एटेन्ड गरेका हुन्छौँ। र फाइनली हामी बिहामा पुगिसकेका छौँ। आज चाहिँ मेरो काकाश्रीको रिसेप्सन पार्टी थियो र हामी रिसेप्सन पार्टीमा पुगिसकेका छौँ। यहाँ देख्न पाइराख्नु भएको छ बेहुला बेहुली कति राम्रो जोडा, कति राम्रो लागेको छ। लु हेर्नुहोस् बेहुला बेहुलीलाई हेरिराखौँ जस्तो। बेहुला बेहुली भनिसकेपछि त त्यसै नै धेरै राम्रो लाग्छ है। र हजुरहरूले हेर्दै गर्नुहोस् भिडियो, धेरै मजा आउनेछ। र हजुरहरूको सामु नृत्य पनि आउनेछ केही छिनपछि। हजुरहरूले भिडियो इन्जोय गर्नुहोला र बिहाको चारैतिर हजुरहरूलाई म देखाउने कोसिस गर्छु। यहाँ आउनुभएको पाहुनाहरूलाई पनि देखाउने कोसिस गर्छु। र कसैलाई चिन्नुहुन्छ भने हजुरहरूले कमेन्ट बक्समा लेख्नुहोला है। र केही छिनपछि नै अब यहाँ बिहा भनिसकेपछि फोटोसुटहरू त नहुने कुरै छैन। खासै गरी चाहिँ फोटो सुट गर्नको लागि पनि खासै गरी चाहिँ मलाई चाहिँ जहाँसम्म लाग्छ हजुरहरूले नराम्रो नपाउनु होला। छोरीचेली चाहिँ अलिक धेरै फोटो 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 भनेर गइरहेका हुन्छन्। र हामीलाई त अब मलाई चाहिँ फोटो भनिसकेपछि चाहिँ 12 हातका काँडा उम्रिए जस्तो हुन्छ। फोटो उठाउनै मलाई एकदम गाह्रो लाग्छ। त्यही पनि अब कोही बेला चाहिँ बुढी मान्छेको फोर्समा कहिलेकाहीँ अब मोबाइलमा फोटो राख्ने गर्छु। र यहाँ देख्न पाइराख्नु भएको छ आज रिसेप्सनको आइटम यता खसीको मासु, साथैमा यता पनिरको सब्जी र धेरै थोक आइटम थिए। सम्पूर्ण आइटम हजुरलाई मैले देखाउन पाइनँ। र यता माछा साछा, यता अब भात सात, र यता हाम्रा काकाश्री यहाँ रुँगेर बसिराख्नु भएको छ। र यता हजुरहरूलाई देखाइरहेको छु म पाहुना र साथैमा गाउँका काका काकी बडो बडेमाहरू यता खाना भनेर प्रवेश गरिसक्नु भएको थियो। र म अलिअलि गरेर भिडियो देखाइरहेको छु। र यहाँ कति क्युट क्युट नानीहरू, लु हेर्नु साना नानीहरू। यता हाम्री भाबीजी धमाधम, यता माताश्री धमाधम, यता भाबीजी पनि एकदम धमाधम लाजल, यता मेरी काली पनि एकदम गम खाकी खाइछिन्। र यता हाम्रो दादा र साथैमा यता भाउजू लजाउँदै लजाउँदै दुईजना लभ बर्ड खाइरहेका छन्। र यता सम्पूर्ण हाम्रा गाउँका चेली बुहारीहरू हजुरहरूलाई म देखाइरहेको छु। र यता हाम्रो दिदी, लु हेर्नुहोस् मुस्कान हेर्नुहोस्, यहाँ हाम्रा दिदीहरूको मुस्कान हेर्नुहोस्। यता अब दिदी पार्टीपट्टि आयो र दिदी एउटीले चाहिँ खाना खाँदै हाई गरिरहेकी छि। र यतापट्टि हाम्री अर्की दिदीलाई पनि यहाँ देखाइरहेको छु हजुरहरूलाई। र हाम्रो यहाँ मोडल दिदी एउटी र यता हाम्री अर्की एउटी दिदी र सम्पूर्ण बसेर एकैचोटि उहाँहरूलाई खुवाइरहेका छौँ। र यता मेरा मित्र देख्न पाइराख्नु भएको छ। र खाना खाएर उठिसकेपछि हाम्रा फ्यामिलीका सम्पूर्ण दिदी बहिनी बुहारीहरू फुपूहरू यहाँ बसेर फोटोसुटमा व्यस्त भइसकेका छन्। हजुरहरूले देख्न पाइराख्नु भएको छ। र यता धेरै राम्रा भएर हाम्रा चेलीहरू यहाँ फोटोसुटमा व्यस्त छन्। र हजुरहरूले भिडियो हेर्दै गर्नुहोस् हजुरहरूको सामु धेरै राम्रा नृत्य पनि लिएर आउनेछु म। यहाँ बाहिरको हजुरहरूले रमझम देख्न नृत्यको पछि नै यहाँ सम्पूर्ण दिदीबहिनी भेला भएर अब धेरै दिनका कुराकानी यहाँ चलिरहेको छ। र यहाँ हजुरहरूले देख्न पाइराख्नु भएको छ कोही कपाल मिलाउने, कोही बात मार्ने। अब छोरी लेडिज पार्टी भेला भइसकेपछि त बात कहिले सकिँदैनन् है। र त्यस्तै गरी धेरै राम्रोसँग इन्जोय गरियो रिसेप्सन पार्टी। र मैले पनि हल्का कमर त भाँचिदिएको थिएँ, तर क्यामेरा धड्ने मान्छे कोही भएनन् र हजुरहरूको सामु मलाई देखाउन पाइनँ। र भिडियो के कस्तो लाग्यो कमेन्टमा लेख्नु। धन्यवाद।